बुढा के थियो त्यहाँ क्यानिलाहरू कपहरू सबै मेरो पालमा सबै गरे कस्तो बाटोसँग गर्नुपर्छ है जो मान्छेलाई समुद्र खाइरहेको छ त्यो मान्छेसँग चाहिँ बोल्नु हुँदैन क्या बुझ्नु भएन अब आँखा बाहिर उसले गऱ्यो भने हुन्छ पनि बाहिर समुद्र काम छैन हामी त यतैबाट जान्छ राजुले सोध्यो अरे आन्टी घर कता हालेर नौसम्म भनेर भने अरे नातिनीमा दाजु भने दाजुभाइले पनि कहाँनिर भनेर सोध्यो अरे मम्मीले भन्न जानेन कि जानेन रानीबारीतिर भन्यो नि कि त्यो पछाडि के अरे राजुले के अरे त्यो अहिले बिहेको होटेलको नाम के अरे साङ्गिला साङ्गिला होटेलको पछाडि भनेर भन्नुपर्छ मेरो घर त उता भन्नु पर्छ नि त उता उता कर्णालीतिर भन्नुपर्छ नि लाजिमपाट भनेपछि 35,000 लिइहाल्छ त्यो कुराले हुँदैन यो कुरा यस्तो के सेवा सुविधा होइन जो त नि अब पाण्डे आएर 1 सेकेन्ड नतिले किन उपचार गरेको छ त्यस्तै कुरा हो क्या पाण्डेको त त्यो पावर पहुँचले हो त्यस्तै कुरा हो अब हाम्रो चाहिँ कस्तो हुन्छ नि हाम्रो नि त्यही हो तिमी फेरि छोपे यहाँ क्यामेरा 24 घन्टा किन समातेको किन छोप्ने हो र यहाँ भ्लग भइरहेको के भनेर हाल्छस् भ्लग भन्न पर्दैन हाडी गइरहन्छ बुढा आइडिया दिनु बुढा गरेर हाल्छ लास्टमा यही बुढालाई पिट्नु छ यही बुढीलाई पिट्नु छ त्यही बुढालाई केही भयो भने रुनु छ यही बुढीलाई केही भयो भने रुनु छ के हो के नाता हो यो त माया हो मायाको परिभाषा यही हो अब कसैले माया भने के हो यही हो के भन्ने परिभाषा आज क्या प्रतिमा त हङकङको दिदी छ नि मलाई ब्याग ल्याइदिने त्यो दिदीको एनिभर्सरी हो क्या अनि बुढाले पनि हिजो रातभरि झलाएर अरे आज एनिभर्सरी छ कति हाँस्नु के हो यार यस्तै होला है माया भने तर त्यसो धरा त गर्नु हुन्थेन म त अहिले सम्झेर हाँसेको लाग्छ भने म पानी खाले बुढा